हेलो साथीहरु, गुड मर्निङ भन्दै तपाईहरुलाई है। आज सन्डे, म चाहिँ बारी गएको। अनि तपाईहरु चाहिँ आज सन्डे के गर्दै हुनुहुन्छ? अनि तपाईहरुले देख्नुहुँदैछ यो भित्ताको यो वाल चाहिँ के हो भन्दाखेरि यो उहिलेको लेप्चा हाउस हो। अनि यो चाहिँ एकदम ढुङ्गाको वाल हो जस्तो। अहिले चाहिँ इटाहरूको होल ब्लकहरुको हुन्छ नि, यो उहिलेको बाजे बोजूले ढुङ्गा काटेर चाहिँ वाल बनाएर यसरी बनाएको है। अनि यो चाहिँ मेरो यहाँ बारीको छेउमा पर्छ। अनि म चाहिँ यस्तो खाजा, यहाँभरि खाजा, यता बमफक ज्याकेट भरे पानी पर्यो भने भिज्छ, जाडो हुन्छ भनेर यसरी बोकेर हिँड्दैछु है। हेलो मायान, हाई गरिदिनुहोस् त। मेरो फुच्ची पनि छ। अनि यो पर देख्दै गरेको तपाईँहरूलाई गुम्पा हो। अनि अब मेरो चाहिँ डेस्टिनेसन आइपुग्यो। हामी चाहिँ ग्रिन हाउसमा, बारीको ग्रिन हाउसमा जानेवाला छु है। हुन्छ, अरू भिडियो तपाईँहरूलाई भरे बादमा देखाउँला है। बाई बाई। यो चाहिँ मेरो डल्ले खोर्सानी रोप्नुको लागि बारी बनाएको। अनि हामी चाहिँ अहिले मेसिनले जोत्दैछु। अनि त्यो दिन सबै जोतेर यहाँ पर सानो पर्छ भनौँ, हिँड्दै चाहिँ डल्लेको लागि हो, डल्ले खोर्सानी रोप्नुको लागि हो। दामी मिठो। साथीहरु, यो चिनी चिया कस्तो मिठो हावा चल्यो। वाउ, साथीहरु हेर्नुहोस् त, अस्ति त्यो जुन चाहिँ हामीले झाडु खाल्दैछु नि, त्यो बारी चाहिँ आज कम्प्लिट भयो। हामीले त्यहाँ सब्जीहरू पनि लगाइसक्यो। अब रहेको छ यो, अब यो जग्गालाई भोलि पर्सिको दिन एकदम कम्प्लिट हुन्छ। मेरो ब्लगलाई हेर्दै गर्नुहोस्।